फेरि पनि नमस्कार सम्पूर्णमा। आज फेरि म एकदम महत्त्वपूर्ण अति महत्त्वपूर्ण जीकेमा सोध्ने प्रश्नहरू लिएर आएको छु। सूत्रसहित बुझ्ने गरी हैन, सजिलोसँग बुझ्ने गरी खालको म लिएर आएको छु। यो ध्यान दिएर सुनिदिनु होला है। यदि आवश्यक परेको खण्डमा टिप्नु होला, टिपेर राख्नु होला आफ्नो नोटमा है। ल सुरु गर्छु म। यसमा विषयवस्तुमा प्रवेश गरौँ। विषयवस्तु के रहेको छ भन्दाखेरि नेपालमा रहेको 28 वटा हिम श्रृङ्खलाहरूलाई कसरी सम्झिने, पूर्वदेखि पश्चिमसम्मको क्रमलाई है। इक्जाममा शाखा अधिकृतमा होस् वा सुरक्षा निकायमा होस् वा नायब सुब्बामा होस् या खरिदारमा होस् है, योबाट पूर्व पश्चिमको क्रम मिलाउनुहोस् है। लेभल 2 को क्वेसनमा धेरै पटक सोध्ने गरेको पाइएको छ अहिलेसम्मको इतिहासमा। अब सुरु गर्छु म है। यसको सूत्र के रहेछ भन्दाखेरि काजु त मेरो फेभरेट हो, त्यही भएर म यो त हुनुपर्ने कज हो हैन। यो फर्मुलामा हुनुपर्ने त कज न हो यो एन्सर अनुसार, तर मेरो फेभरेट काजु भएको हिसाबले भएको भएर म यसलाई काजलाई काजु नै नाम दिएको छु, सम्झिन सजिलो हुन्छ है। ल सुरु गर्छु अब। अब फर्मुला के रहेको छ भन्दाखेरि काजु खाऊ उम्रो बढाऊ, पूजामा लाग हात सेकुम, फेरि लु कस्तो दानी भयो कि, अन्नधुम गौतम पाल काकाले गोर्खामा चाचीलाई नागु दियो। भएन त अचम्म? हेर्नु त एकचोटि फेरि सम्झौँ त, बुझौँ त। काजु खाऊ उम्रो बढाऊ, पूजामा लाग हात सेकुम, फेरि लु कस्तो दानी भयो कि, अन्नधुम गौतम पाल काकाले गोर्खामा चाचीलाई नागु दियो। यसलाई नागुको सट्टा नाग पनि राख्न सक्नुहुन्छ, आफूलाई सम्झिन सजिलो हुन्छ है। मैले नागु राखेको छु किनभने गुबाट गुराँस आएको छ, त्यही भएर। अब म सुरु गर्छु। काबाट यसलाई काको रूपमा नराखेर क सम्झौँ। कञ्चनजङ्घा, जुको मतलब जनक है। उमरो उम्बक, महालङ्गुर, महालङ्गुरको अर्को नाम खुम्बु हो है, त्यही भएर खुम्बु पनि हुन्छ। रोको मतलब रोलवालिङ। अब हेर्नुहोस्, पूजाको ठाउँमा पुमरी, जाको ठाउँमा जुगल हुन्छ है। अलिकति सानोतिनो यताउति आफूले नै सम्झिनु पर्ने हुन्छ। एक दुईचोटि पढ्नुभयो भने ठ्याक्कै दिमागमै सेट हुन्छ है। त्यसपछि लाग, लाङटाङ, गबाट गणेश है। अर्को अब यो सबैलाई नेग्लेक्ट गर्नुपर्छ है। यो माथि जति छ नि त्यो सबलाई नेग्लेक्ट गर्नुपर्छ। यो एउटा वाक्य राम्रोसँग बनोस् भन्ने हिसाबले यसमा सबैमा आवश्यक परेको वर्डहरू थपेको छु हैन। त्यसपछि सेकुम, यो फेरिलाई पेरी छ, पेरी हुनुपर्ने, मैले फेरि सम्झिनको लागि फेरि राखिदिएको छु हैन। सेकुम, सेकुमको अब सेराङ, कुकाङ, मनासिरी, फेरिको ठाउँमा पेरी छ है, पेरी हुन्छ। त्यसपछि लु, लुगला, दानीको मतलब दामोदर निलगिरी। त्यसपछि अन्नधमु, गौतम पाल काका, अन्नपूर्णा, धवलागिरी, मुस्ताङ, गौतम पाल, यो पाल छुट्टै हुन्छ है। पाल्चुङ हमगा, पाल्चुङ हमगा। त्यसपछि काकाको मतलब कान्जिरोवा, कान्ति। त्यसपछि काकाले गोर्खामा चाचीलाई, गोर्खा गोर्खा, चाची, फेरि चाङ्ला है, चाङ्ला। अब चीलाई चण्डी हुन्छ है। अब यहाँ यो च अनुसार चाच हुनुपर्ने, तर मैले सम्झिनको लागि सजिलो होस् भनेर चाची राखिदिएको छु। अब यो चीको सट्टा हामी चण्डी पढ्न सक्छौँ। त्यसपछि लाइलाई नेग्लेक्ट गरौँ। त्यसपछि नागु, नागुको अर्थ मतलब नाला कङ्कर, गुको मतलब गुराँस। हस्, थ्याङ्क यू। यति सुनिदिनु भयो। यो तरिका कस्तो लाग्यो अवश्य प्रतिक्रिया दिनुहोला। धन्यवाद।